हेलो, आप लोग समझे हैं? मैं भी समझी हूँ। हाँ, हिन्दी बोल्न त आउँदैन, त्यही पनि ट्राई गरेको। मैले चाहिँ मैले त होइन, यो चाहिँ मेरो कान्छो भाइले बनाएको रहेछ, भिडियो पोस्ट गर्न लागेको छु। यो चिकनमा बोडी सोडी हालेर बनाएको रहेछ, हेर्नु यस्तो मिठो मिठो बनाएको थियो। हेर्दा हेर्दा नमकिन पनि चोरेर खान लागेको छु। ल, भिडियो पनि क्लिक रहेछ अनि मजाले भुटेछ। ल, मजाले भुटेको खाँदा चाहिँ यस्तो टेस्टी थियो नि, अहिले मुखमै पानी आइरहेछ। अनि प्याज चाहिँ थोरै हालेछ केटोले। भुटिसकेपछि बोडी हाले रहेछ, स्टाइल पारेर हाल्छ के अझ छोपेर चलाएछ। बोडी चाहिँ नानीलाई हो कि, नानीले तरकारीहरू खान्छ नि त, अनि एकै ठाउँमै गाद्राङ गुद्रुङ बनाएर पकाएछ। अनि बेसार हालेछ। ल, मसला पनि कुटेर हालेछ केटोले, जाने रहेछ। अनि टमाटर हालेछ, चलाएछ। हेर्नु न, हेर्दै खामखाम लास्टमा कागती निचारेछ। कागती चाहिँ ननिचारे भए पनि हुन्थ्यो, कागती निचारेर मिठो थियो। तर अमिलो पिरो टक्क परेको थियो मासु चाहिँ। अझ प्लेटिङ, यो चाहिँ भिनाजुलाई पस्केको खाना अरे, प्लेटिङको पनि फोटो